नमस्कार साथीहरू। आज चाहिँ मङ्गलबारको दिन, छुट्टीको दिन, मौलाकालिका मन्दिर आएको छु। म एकदम माथि पर्छ। म चाहिँ बाइकमा आएँ, यही छेउको बाइक हो। अब हिँड्दै मन्दिरसम्म पुग्न आँटेको छु। हल्का शीतलहर भइरहेको छ, पानी परे जस्तो, पानी झरे जस्तो भइरहेछ। ठिक छ, केही छैन। यही भए पनि म अगाडि बढ्छु। म एक्लै आएको छु आज। रमाइलो हुन्छ जे होस्। र यो मौलाकालिका जाने बेलामा चाहिँ यस्तो बाटोमा कविताहरू भन्दै पनि जाने मन लागेको छ। ठिक छ, म यो मन्दिरभन्दा अगाडि यो प्रवेशद्वारमा हामी यो देख्न पाइन्छ। यहाँनिर चाहिँ अमृत धारा भन्छ यसलाई चाहिँ, यहाँनिर है त। एकदम पानी परेर होला, बाटो पनि पुरै यस्तो भइरहेछ कि सायद शीतलहर पानी भन्दा पनि। खासै कोही छैन रहेछ आज। सायद मौसमले गर्दा पनि हुनसक्छ। एकदम जाडो छ नि त। त्यसो छ, अब बस्न पनि मन लागेन रुममा एक्लै। जाउन त आज यसो होइन। पहिले त प्रायः आइरहन्थेँ, तर अहिले के भयो भने बिचमा धेरै ग्याप भयो कि आइएको छैन। त्यही त हो, काम हुन्छ के हुन्छ भिडियोहरूले गर्दाखेरि। मान्छेहरू चाहिँ कोही आइरहेको रहेछन् माथिबाट। यो चाहिँ पहिलो मन्दिर पनि भन्दा हुन्छ यसलाई चाहिँ। यहाँनिर यहीँ थाकिसक्यो त, अझै कति छ माथि यार। चाहिँ हाम्रो मन्दिर छ प्राय यहाँनिर। अब यहाँबाट अझ लगभग टन्नै छ, अझै आधी घन्टा जस्तो हिँड्नुपर्छ मुख्य मन्दिर पुग्नको लागि चाहिँ। यो चाहिँ मेरो सायद फेसबुकमा हाल्ने पहिलो भ्लग पनि हुन्छ होला, मलाई जहाँसम्म लाग्छ। यस्तै पुरै जङ्गल, अब जङ्गल चाहिँ पुरै उकालो बाटो। यस्तै पुरै अब यहाँदेखि माथिसम्म जङ्गल पुरै बाटो, अनि त्यस्तै हो। धन्न पानी परे पनि बाटो छ, त्यो हिसै हुन्न है। त्यही रमाइलो कुरो। अहिले फर्किने बेलामा चाहिँ त्यो कविताहरू चाहिँ भन्दै आउँछु। यहीँ थाकिसक्यो यार। यस्तो रमाइलो हुन्छ नि यहाँनिर घुम्न आउँदाखेरि चाहिँ। साथीहरू चाहिन्न कोही पनि के, यहाँ आएपछि आनन्दले हिँड्ने हो। बाटो यो पनि छ, तर हामी यो बाटो हिँड्न पर्दैन किनकि हाम्रो लागि बाटो यो छ। फेरि यो बाटो भन्दा फेरि पानी पऱ्यो भने त गाह्रो भइगयो नि, पुरै हिलो हुन्छ, बाटो चिप्लो हुन्छ। उहाँहरू सबै चाहिँ बिहानै जानुभएको सायद होइन, अहिले फर्किनु भएको रहेछ। म हल्का त्यो ढिलो भएछु कि 8 बज्न आँटिसकेछ। उठेको त बिहानै हो, तै पनि त्यही हो। अब जाडोमा सुत्न मन लाग्छ, अरू बेला बिहानै क्लास लिन जानुपर्छ होइन, पढाउनुपर्छ। त्यही त हो जागिर जिन्दगी, लाइफ यस्तै हो। अगाडि बढिँदैछ।
धेरै भएको छैन है, हिँडेको बेला लगभग 5 देखि 10 मिनट भयो होला। थाकिसक्यो यार। जिउको हालत बिजोक भइसकेछ। अब जिम जानुपर्छ होला हौ। पुरै जङ्गल नै पर्छ। ठिक छ, जाउँ बिस्तारै बिस्तारै, केही छैन, हतार गर्नुहुन्न। हेर्नु अझै पानी परिरहेको छ कि, शीतलहर चाहिँ होला साथी हो। मैले केही देखेँ है त, विजय एफएम यो नहेर्नु माथिको, त्यहाँ तलको हेर्नु, मन्दिर पुग्न 1200 खुड्किला बाँकी भनेको अझै 1200वटा सिँढी चढ्नुपर्छ। ठिक छ, अब हामी फेरि अगाडि बढौँ। अब आरामले अगाडि बढ्ने, एक एक गर्दै 1 2 3 4 5 6 एउटै हो 7 त्यस्तो क्या यो लामो छ, त्यही भएर यसलाई एक नै गर्ने मैले। ठिक छ, कति म 7 8 10 11 12 13 भोक भन्दैन यार, झ्याउ लाग। ढुङ्गाहरूले बनेको छ, यहाँ विभिन्न यहाँ आकृतिहरू पाइन्छ। यो हेर्नु पर्छ है, दामी छ यहाँनिर। यो टर्टोइज त्यो कछुवा बनाएको रहेछ। अनि कस्तो लागिरहेको छ हजुरलाई मेरो भ्लग हेर्दाखेरि। हेर्नु यो पहिलो भ्लग हो, राम्रोसँग जान्दिनँ मैले के बोल्नुपर्छ, कसरी बोल्नुपर्छ, इन्गेज गर्ने कसरी हो त्यो म जान्दिनँ। जे छ त्यही प्राकृतिक भ्लग हाल्ने हो मैले। म जे गर्छु, जे बोल्छु, म नर्मल आउँदा जे गर्छु त्यही भ्लग हो। दामी छ नि है। ल म भन्दै थिएँ, म जे बोल्छु जे गर्छु त्यही भ्लग हाल्ने, हेर्नु, कुनै बनावटी गर्न होइन, जे पाएँ त्यो बोल्न म जान्दिनँ। म यो भिडियो नगरी आउँ त जे गर्थेँ त्यही गर्ने हो क्या। त्यो एक्लै चाहिँ म कहाँ बोल्थेँ होइन, त्यही पनि प्राकृतिक भ्लग हो। हात गल्यो यार फोन बोक्दा बोक्दा। यहाँ माथि सानो एउटा चौतारी छ, मान्छे त बस्नु पनि भएको छ मान्छेहरू। म चाहिँ एकदम थाकेँ, यहाँ रेस्ट गर्नु पऱ्यो, एकछिन यहाँ बस्नु पऱ्यो, ठाउँ पऱ्यो। पानीले पनि हल्का भिजियो क्या, त्यही भएर गाह्रो भएन, अब ठिकै थियो। अब यो धेरै रेस्ट पनि गर्न हुन्न साथी हो है, अगाडि बढ्नुपर्छ। अब बढौँ अगाडि है त, एकछिन ल।
यस्तो जाडो छ पसिना आइरहेछ यार ल जाउँ जाउँ अगाडि बढौँ ओहो हल्का तागत दास त भयो कि हल्का रेस्ट गरेपछि त अपने गाउँ फर्के आए यहाँ पनि छ बस्ने स्थान तर पहिले यो कुर्सी नि यो पहिले सायद यहाँ थियो होला यार खै के हो मलाई ठिकै छ जहाँ जहाँसुकै होस् के गर्नु चिसो भइरहेको के कस्तो आनन्द लागिरहेको अङ्कल कति बाँकी छ अब एकदम ठिक छ आधामा हुनुहुन्छ ल हो आधामा हुनुहुन्छ ल जय होस् जय मौला कालिका माता की जय ल उचाइ छ शुभ रहोस् हुन्छ धन्यवाद म यहीँबाट बुवा त्यही 10 नम्बर बुवा ल हुन्छ बुवा बुवा एकदमै रमाइलो मान्छे हुनुहुन्थ्यो यार मलाई सोध्न मन हल्का लागिरहेको थिएन त्यस्तो हुन्छ के कहिलेकाहीँ चाहिँ मान्छेहरू एकदमै त्यो रिस गर्छन् कि त्यो सोध्यो भने र बुवा एकदम रमाइलो मान्छे के झन् उत्साहित देखिनु भयो बुवा ओह एकछिन रेस्ट गर्छु म यहाँ अब यस्तै हो लाइफ भनेको अगाडि बढ्नुपर्छ दगुर्दै आउँछन् उनीहरू ओके केटाहरू थिए बिहानै केटाहरू त दगुर्दै आयो होला रमाइलो हुन्छ नि यार जिउ भयो नि त हात गलिसक्यो जिउ त अझै केही भएको छैन दाहिने हात बल गलिसक्यो कि फोन पकड्दा पकड्दा के छ गर्नुपर्छ यार यो लाग्छ यो भ्लग गरी खानेको लाइफ क्या इजी हुन्छ बहुत गाह्रो हुने रहेछ यार यो ठाउँमा चाहिँ नर्मल्ली पसल होइन चटपटीहरू बेच्थे चिप्सहरू बेच्थे बट आज पानी परेको छ शीतलहर भएको छ यसो चाहिँ सायद त्यही भएर नगरेका होलान् है हेर्नु यति माथि मान्छेहरूले डोकोमा होइन सामान बोकेर आउँछन् दिनभरि बेच्छन् कति बिक्री हुन्छ कति बिक्री हुँदैन यहाँ के लेखा छ आदरणीय भक्तजनहरू यस पवित्र धार्मिक स्थलमा फोहोर नगरिदिन हुन एवं फोहोरलाई कन्टेनरभित्र राखी दिनुहुन हार्दिक अनुरोध गर्दछौँ यहाँ भनिएको छ ठिकै यसकै मुनि हेर्नु अब प्लास्टिक यिनीहरू फालेको छन् होइन गाह्रो छ आफ्नो ठाउँको संरक्षण त आफैले गर्ने हो नि त यार हेर्नु बाटोमा खाँदै फ्याँकेका छन् यो प्लास्टिकको खोलहरू यो बुझ्नुपर्ने कुरा होइन यो मान्छेहरूले हेर्नु है कुरकुरे बोतल यस्तो बिजोग छ क्या जबकि ठाउँ ठाउँमा यस्तो त्यो देखिया जस्तो डस्टबिन त राखिदिएको छ फाल्दै हिँड्दै हुन्छ छैन मान्छेहरूमा त्यो चेत छैन कि मान्छेहरूमा गर्नुपर्छ भन्ने फोहोर कुरकुरेहरू यस्तो फोहोर त कच्ची सबै देखाउन थाल्यो भने त्यो भ्लग नै 3 घन्टाको हुन्छ
मलाई नि मौलाकालिका आउँदाखेरि सबभन्दा गाह्रो हुने बाटो भनेको चाहिँ यो हो कि पुरै उकालो छ। किनभने नि यहाँसम्म आउँदा पुरै थाकिएको हुन्छ है। अनि थाकेपछि अनि हिँड्न गाह्रो भएको बेलामा पुरै उकालो आउँछ कि लगभग आधीभन्दा अलिक बढी आइपुग्यो। अनि यहाँसम्म आउँदाखेरि चाहिँ पुरै थाकिया हुन्छ, जिउ लथ्रक्क भइसकेको हुन्छ, सास फुलिसकेको हुन्छ। अनि यो बाटो फेरि पुरै उकालो। अब यो समात्ने अनि अगाडि बढ्ने। अब म यहाँ केही देखाउँछु हाँस्न पाइन्न है। लभर्स चेयर के भन्नु, लभ छैन नत्र बस्न हुन्थ्यो। म हिँडेँ। यो उकालो फेरि अहिगो भन्दा जामारात छ यार। ठिक छ, केही छैन। ना भाग्न आए ना चल्न आए। सरी ना तो रुकना है ना तो भागना है, बस चलते ही रहना है, चलते ही रहना है। तर खुसी कुरा के थाहा, यो सिँढी चढेपछि नि एउटा यस्तो ठाउँ आउँछ जहाँ आइपुगेपछि चाहिँ ल है त अब चाहिँ मौलाकालिका आइपुग्यो भन्ने भावना मनैबाट आउँछ। कुन ठाउँ होला आफैले हेर्नु। यहाँबाट एकछिनको लागि भयो नि बाटो समथर छ, हिँड्न आनन्द हुन्छ, सास फुलिएको निको हुन्छ। यहाँ बस्नेहरू प्राय बस्छन्। अरू बेलामा यहाँ चाहिँ पसल राख्या हुन्थ्यो। मैले भनिहालेँ आजको मौसम त्यसले गर्दा पनि यहाँ खासै आज पसल छैन। खासै भन्दा नि आज पसलै छैन। त्यो एउटा तल एउटा पसल थियो एउटा। यो बाटोमा आइपुगेपछि भनेको अब चाहिँ आइपुगेँ भन्ने भावना मनैबाट आउँछ। सास पनि फुल्दिन रोकिन्छ। हेर्नु है त समथर छ यसरी। तल हेर्नु केही देखे होइन, पुरै भुस्सु छ, शीतलहर छ। यो अनि होटल चाहिँ एउटा। यहाँ अहिले फर्किँदा यही खाजा खाने हो। के हुन्छ अब के खाइन्छ, यही खाजा खाने हो। अनि त्यसपछि कविता भन्दै घर जाने हो। तल बाइकले मलाई पर्खिरहेछ। केही देखे छैन हुस्सुले गर्दा। पुरै यस्तो छ क्या। अब यहाँ अगाडि भएर बाई चान्स कुनै जनावर आयो भने के गर्ने, सक्यो। ठिक छ, अशुभ सोच्नुहुन्न, शुभ होस् भनेर मन्दिर आइएको छ। अशुभ सोच्नुहुन्न, अशुभ बोल्नुहुन्न, अशुभ गर्नुहुन्न। राम्रो गर्नुपर्छ, राम्रो बोल्नुपर्छ। फल पनि राम्रै पाइन्छ। यद्यपि भागवत गीतामा उल्लेख गरिएको छ कर्म गर फलको आश नगर। तर पनि ठिकै छ। ल है त अब चाहिँ फेरि समथर सकियो। फेरि उकालो आउँछ अब। ल साथी हो, अब चाहिँ म पुग्न आँटेँ है। अब चाहिँ भिडियो पुगेपछि मात्रै बन्द हुन्छ। हात दुखोस्, टाउको दुखोस्, जिउ दुखोस् मतलब भएन। तर यो साँच्चै भन्ने हो भने नि आज जिउ दुखे होइन क्या, हात चाहिँ बबाल दुखिरहेछ। यो भिडियो गर्दा लगभग आधी घन्टाभन्दा बढी भइसक्यो। अनि ठिक छ, केही छैन, अगाडि बढिरहँ। पुरै हुस्सी हो कि आज त। माहौल दामी छ घुम्न आउनको लागि। ल है साथी, आउनु होला। म घुम्न त मौलाकालिका रमाइलो छ।
फाइनल्ली अब चाहिँ हामी हाम्रो गन्तव्य आइपुग्न आइपुग्यो भन्दा पनि हुन्छ अब। मौसम चाहिँ हुस्सु शीतलहर। यो माथि चाहिँ नि केबल कार जाने आउने ठाउँबाट हो। यो चाहिँ अस्ति जेनजीको आन्दोलनमा भएको दुर्घटना सायद त्यो थाहा भएन के त्यो के छ अहिले। तर म चाहिँ जहिले यसरी हिँड्दै आउने हो जाने हिँड्दै हो। खासै वास्तै हुने केबल कारको पछि बुढो भएपछि केबल कार प्रयोग गर्नुपर्छ। ल अब आइपुग्यो है। ल अब चाहिँ आइपुग्यो मौला कालिका। यहाँदेखि लगभग 100-200 कति सिँढी हिँडेपछि खिड्कीलाई चढेपछि मन्दिर आइपुग्छ। यहाँबाट चाहिँ मन्दिरको दोकानहरू सुरु हुन्छ। यो द्वार भइगयो होइन, दोकान सुरु हुन्छ। आगोबाट बस्नु भएको चाहिँ पसलको दिदीहरू जाडोमा आगो ताप्दै बस्नु भएको छ सबै। अब यहाँदेखि पुरै पसल सुरु हुन्छ। त्यसपछि अलि माथि गएपछि मन्दिर आइपुग्छ। एउटा कुरा अचम्म के लागिरहेछ भने मलाई, पहिले यो बाटो हिँड्दाखेरि यहाँका दिदीहरूले बाबु सामान लिन भन्नुहुन्थ्यो। प्रायः हरेक पसलमा भन्नुहुन्थ्यो कि, अहिले भन्नुभएको छैन। सायद हातमा फोन देखेर होला। ल है त अब चाहिँ लगभग आइपुग्यो भन्दा हुन्छ। यो दुइटा हाम्रो त्यहाँ अगाडि नै भाइहरू छन्, दुइटा हिँड्दै गरेका। तर केही देखेको छैन कि हुस्सुले गर्दा। आँखाले त्यो देखिरहेको फेरि। ल फाइनल्ली अब चाहिँ आइपुग्यो हाम्रो मौला कालिका। दि सबै ल्याइएको छ। पुरै हुस्सो लागेको छ। यो चाहिँ हाम्रो मन्दिर अगाडिको सिँढी माथि मन्दिर रहेको छ। आइपुग्यो लगभग अब। हाम्रो हनुमानजी मादल खाँदै बस्नु भएको। सरी, हनुमानजी केरा खाँदै बस्नु भएको। यहाँ जुत्ताहरू खोलिसकेपछि म चाहिँ अब मन्दिरतर्फ जाँदैछु माथि है। एकदमै चिसो छ। यही नै हाम्रो मन्दिर। यही नै हाम्रो मन्दिर। आज खासै मान्छे हुनुहुन्न। एक त आज शनिबार पनि होइन। चिसो भइन्छ। मौला कालिका मन्दिर। यहाँ चाहिँ प्रायः नरिवलहरू फुटाउने ओर्ने कामहरू हुन्छ होइन। यहाँ चाहिँ भजन कीर्तन भइरहेको हुन्छ। आज भएको छैन।
शनिबार हुन्छ सायद। अनि यो ठाउँमा चाहिँ परेवाहरू हुने हवन कुण्डहरू गर्ने ठाउँहरू रहेछ यहाँ चाहिँ है। यदि त हाम्रो मेन मन्दिर भइगयो। यहाँ दानपेटिका स्थल एकदमै राम्रो छ, वातावरण बबाल मजा आउँछ, आनन्द हुन्छ। यो चाहिँ रमाइलो छ। म भित्र घुमिहाल्छु है त फेरि यस्तो छ त्यहाँभित्र सायद मन्दिरभित्र फोटो खिच्न पाइन्न होला, नियम के तोड्नु होइन। यो काल भैरव सङ्कलनको केन्द्रको यो सबै ठाउँहरू ठिक छ। ल अब चाहिँ मन्दिरमा म आइसकेको छु। अब फर्किन्छु, म धेरै बेर बस्दिनँ खासै आज। ल अब चाहिँ टिका पनि लगाइसकिएको छ, अब चाहिँ फर्किन्छु म। पूजा गरिसक्यो, टिका लगाइसक्यो, अब फर्किन्छु। म धेरै बेर बसिनँ, एकदमै चिसो पनि छ। हनुमानजीहरू धेरै हुनुहुन्छ बाटो बाटोमा, डर लाग्छ यार फोन टिपेर भएको छ भनेर। हाम्रो हनुमानजीहरू जुत्ता मैले यहीँ राखेको थिएँ अघि यार। म फेरि प्युर नेपाली ब्रान्ड लगाउने मान्छे पनि, गोल्ड स्टार। जुत्ता पनि लगाइयो है। अब चाहिँ निस्किनुपर्छ। हाम्रो बस्नु भएको छ। जय श्री हनुमान, जय बजरङ्गबली, तोड दुश्मन किनली। अब निस्किनुपर्छ सर आफ्नो बाटोतर्फ। झर्न खासै गाह्रो हुन्न, मजा आउँछ ओह्रालोमा। उकालोमा गाह्रो भनेको त हात दुख्छ, जिउ दुख्छ, स्यास फुलिन्छ, अनेक थरी हुन्छ। पहिला म कटिहालेँ है त ब्रदर। अब सर जाने अलिक तल गएर खाजा खानु पर्ला यार, भोक लागिरहेछ। के खाने होला खाजा? अब चाहिँ म हाम्रो यो आजको यो मौलाकालिकाको भ्लग सकाइदिन्छु है। म धेरै बेरसम्म भ्लग गर्दिनँ, यो मेरो पहिलो भ्लग हो। यसमा यदि केही त्रुटि भएछ भने माफ गर्नु होला। अब जाने बेलामा चाहिँ म भिडियोहरू गर्दै जाने हो, मतलब मेरो पोइट्रीहरू रेकर्ड गर्ने हो। र म ब्याकग्राउन्डमा पछि गएर त्यो पोइट्रीको भिडियो पनि हाल्छु, म सबै भिडियोहरूमा हाल्छु। अहिलेको लागि चाहिँ अब यो खासै मन्दिरमा धेरै फोटो भिडियो खिचिएन, मलाई खिच्न मन नै लागेन। मन्दिर भनेको पूजा आस्था गर्ने स्थान हो, त्यहाँ गएर टक्कसँग पूजा गर्ने, आस्थाको आफ्नो धर्म कर्म गर्ने हो। मैले जे भिडियो बनाएँ, जे भ्लग बनाएँ, त्यो बाटोको बनाएँ, मेरो यात्राको बनाएँ है। मेरो पहिलो भ्लग थियो, यसमा यदि केही त्रुटिहरू भएको रहेछ भने माफ गर्नु होला। अब म यहाँबाट मेरो भ्लग एन्ड गर्छु। अब नेक्स्ट भ्लग हेरौँ कहाँ बन्छ के बन्छ। मैले यो प्लान गरेर भ्लग बनाएको होइन, यतिकै घुम्न आइहालेँ। अनि अब बाइकबाट ओर्लिसकेपछि यतिकै एक्लै छु, के गर्ने भन्दाखेरि बरु भ्लगमा जान्छु भनेर मैले भ्लग बनाएको थिएँ। ठिक छ, पहिलो भ्लग थियो, केही गल्ती भए, केही त्रुटि भए, केही कमी कमजोरी भए माफ गर्नु होला। अर्को भ्लगमा त्यो सुधार्ने प्रयास गर्नेछु। हस् त, धन्यवाद। तपाईँको दिन शुभ रहोस्।